हेलो गाइज, आज चाहिँ हामी जमाचो हाइक जान लाग्यो है। यतिजना टक्कसँगले जमाचो हाइक जान लाग्यो। अलिकति सुट चाहिँ फेरि के हो यो जमाचो होइन के जानला अब त्यस्तो भयो। तर केही छैन, अब रमाइलोको लागि जान्ला हो, जाने हो। अब फेरि मौसम पनि साह्रै राम्रो, घामले चाहिँ आज के गरे हो केही छैन। ल दुईजना आमा ल हेर्नुहोस्, ल एकछिन भाइ के हो भएर हो बुक के हेर बुक यो त पढ्न जान्ला तर बुक छ भने यस्तो होइन केही भयो झिकिहाल्यो यस्तो। ल हेर्नुहोस् गाइस, क्या पेसर लाउने जिन्दगीमा क्या पेसर लाउनुपर्छ, कलरहरू क्या पेसर लाउनुपर्छ। यस यस यो त क्यापै लाउनु मन लाग्यो भने न फेरि पैसा किन खर्च गर्नु भने के ठाउँ हो यो? यो हाम्रो बोराटार हेर्नुहोस्, बोराटारको भ्यू। बोराटार हो यो, बोरा छैन तर टार चाहिँ छ। हजुर उहाँ पहिला यहाँ बस्नुहुन्थ्यो, अहिले चाहिँ हामी बस्छौँ यहाँ। होइन त्यही भएर झन्डा सन्डा राखेछ, तर लास्ट दामी छ यता ठाउँ चाहिँ। बोराटारको यो जङ्गल सङ्गल लगाइ हिँड्दा हामी आधी बाटो आइपुगेकै छैन है, फेरि अझै बाँकी छ। यो चाहिँ के हो? यो हरिहरु चाहिँ यता 22 धारा जाने बाटो हो। 22 धारा चाहिँ देखिन्छ देखिँदैन यहाँबाट हो। पहिला त यता भत्किया थियो है, अनि सानो सानोमा त अब टिकट काट्ने अलिकति नहुने, घरबाट यसो उ गर्ने, अनि के गर्ने भन्दाखेरि यहाँनिर भत्किया थियो, अनि यहाँबाट फुत्त हामहाल्ने जाने। अहिले त गेटै रहेछ यत्रो, के गर्ने, पहिला थिएन। त्यही भएर ल है त गाइज, अब चाहिँ हामी अब माछा पोखरीबाटै जाने हो, के अरे माछा पोखरी हुँदै जान्छौँ। अब त्यो माछा पोखरीतिर भेट्नुपर्छ ल है त। ल गाइज, अब हामी चाहिँ यहाँ कहाँ आइपुग्यो? बालाजुतिर आइपुग्यो। 22 धारा यताबाट जान्छ, यताबाट बालाजु, यताबाट चौकी, अनि यता दाईहरू। यहाँ दारी काट्नुपर्ने रहेछ फेरि। अब के लुक्स चेन्ज गर्नु पऱ्यो, लुक्स चेन्ज गरौँ, दारी बबाल हानिदिनु पऱ्यो। ल गाइज, धोबी पछाड राम्रो हिरो बनाइदिएर हिरो बबाल। अब एकछिन लुक्स चेन्ज हुन्छ। के हो फाइनल लुक्स त गाइज? यहाँ डर लाग्छ त लुक्स त। लुक्स त के हो, डेन्जर देख्यो त। यो पसल त बाबाले बनाइदिएको रहेछ है। अनि अर्को एउटा जादु हेर्नु छ, यहाँको मान्छे चाहिँ त्यहाँ हुनुहुन्छ। के हो गाइज, यो त दामी देख्छ त। हेर्नुहोस् ल, माछा पोखरी, यो चाहिँ माछा पोखरी हो। हामी चाहिँ यताबाट जान लाग्यो, यताबाट जान लाग्यो। त्यो त जङ्गलतिर बबाल छ रोड चाहिँ है त। ल एकछिनमा है त के हो आज त आमामा लास्ट भिड छ त हौ। यहाँबाट भित्र छिर्नु पर्ने यो मान्छे त कति हो? हट के हो लाइन राम जानलाई त गाह्रो रहेछ। टिकट काट्नेको भिड हेर्नुहोस् गाइज, यहाँबाट छिर्ने है टक्कसँगले यस्तो छ। के हो यार यो बाटो त डर लाग्दो। ओह्रालो देख्छ त यार, हेर्नुहोस् त यहाँ ओह्रालो जङ्गल झर्दा ओह्रालो। हट स्टार्टिङमै गल्न लागिसक्यो। लास्ट गले त हट यस्तो गल्यो कि आमा पसिना आयो। यस्तो ठाउँमा आउन चाहिँ खासै लाइनमा 2 घन्टा, अनि यहाँ चढ्न 3 घन्टा, अनि के फर्किन त। अनि मान्छेहरू आउँदैछन्। वेलकम टु जमाचो। जमाचो यताबाट जमाचो, वेलकम टु जमाचो। यतातिर सरर
शौचालय क्षेत्र फेरि के हो? जम्मा अझ 3 किलोमिटर अझै। राम 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 कहिले पुग्ने यार? लास गाह्रो भइसक्यो, गर्मीले चाहिँ मार्न आँटिसक्यो। यही बाटो हो अघिदेखिको। आम्मामा अझै 3 किलोमिटर कुद्दा त यार लास गाह्रो हुन्छ त गाइजहरू। प्राण निस्किन्छ प्राण हाम्रो। गाइज अब चाहिँ हामी अलिकति माथि आइसक्यो है। कहाँ आयो हुन्छ आयो है तर अब एकछिनमा हाम्रो डेस्टिनेसन साइकको बाटो चाहिँ कति टाढा टाढा यार। अब एकछिन पछि हाम्रो डेस्टिनेसन आउँछ। यही जङ्गलैमा त देखाएको छ अघिदेखि जति हिँडे पनि बाटो यस्तै छ। लगाए चाहिँ है आउनु पनि त के हो यस्तो साइकको बवाल रहेछ है यहाँ ठाउँ चाहिँ। फर्स्ट डेस्टिनेसन सेकेन्ड लास्ट राम्रो डेस्टिनेसन रहेछ। पसिनाको मेहनत त्यति हो हाम्रो पसिनाको मेहनत। घरै घर देख्दो रहेछ है यहाँबाट चाहिँ। ल लास्ट धेरै आमाम कति है घरै हो यो सबै। अब हामी जानुपर्ने छौँ यो डाँडा। यो डाँडा यो जानुपर्ने। लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। ल गाइस अलिकति माथि पो आइपुगिसक्यो हामी त। कहाँ आयो साइकल अझै आएको छैन क्या बाटो चाहिँ फेरि। अझै यस्तो 1 किलोमिटर अझै 1 किलोमिटर छ भन्ने सुन्नमा आएको। अब हेरौँ के छ। माथि चाहिँ के रहेछ यत्रो मिहिनेत गरेर जानु उद्देश्य चाहिँ के हो? निगालो चाहिँ कस्तो राम्रो छ। निगालो चाहिँ बवाल रहेछ बाटो है निगालो भन्छ यसलाई चाहिँ। निगालो निगालो क्या दामी छ। ल अरूजना त गइसक्यो 10 जना छ हामी टोटल। अब यस्तै हो। अब एकचोटि माथि पुगेर यता नि रहेछ अलिकति राम्रो ठाउँ। हेर्नुहोस् बल्ल आइपुग्यो जस्तो लाग्यो मलाई चाहिँ। हट यहाँबाट बल्ल बल्ल लगाइस भर्खर आइपुग्यो भर्खरै। ओएमा यस्तो त रहेछ। के हो यहाँ त खतरा यही देख्दो रहेछ गाइजहरू। ल ल ल ल ल लास्ट रिस्की लागिरहेको छ। यो आउने र जाने एउटै भयो क्या। बवाल देख्दो रहेछ यहाँ चाहिँ। आम्मामामा के हो घरै घर त बबाले देख्छ त्यो त। घरै हो त यो। कसो जब निस्केको त हामी यहाँबाट। ल है त गाइज आजलाई चाहिँ भिडियो यति नै हुन्छ। च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र पुरानो जाने बेला नबिर्सिनु भन्दै आजलाई चाहिँ बिदा दिन चाहन्छु। हस् त बाई बाई।